जुन ल्होसार सुरु गर्नुभन्दा अगाडि फेरि वर्षको अन्त्य कसरी गरिन्छ भने जुन अहिले त हाम्रो समाजतिर त्यस्तो गरेको त पाइँदैन। जुन लो फ्याल्नेहरू जुन वर्षको समाप्त गर्दाखेरि गुतोर भनेर 9 दिन पूजा गर्ने, 3 दिन पूजा गर्ने, त्यस्तोहरू गरेर चाहिँ विघ्न बाधाहरू हामीसँग भएको राग क्रोध मोहहरू यो सबै चाहिँ नष्ट होस् भनेर चाहिँ तोरमा जलाउने, यसरी ग्रह मन्छाउने यस्तो पूजाहरू गरेर चाहिँ वर्षको सुरु अन्त्य यसरी गरेर चाहिँ वर्षको प्रारम्भ चाहिँ यसरी यो 3 दिनलाई आधार मानेर चाहिँ त्यसरी मानिन्छ। जुन सोनाम लोसार मानिने, ग्याल्बो लोसार मानिने, तोलो लोसार मानिने। त्यसैले यो लोसारको विषयलाई लिएर बहस गर्नुपर्ने कुनै पनि कुराहरू देखिँदैन। बौद्ध धर्म मान्ने हामी बौद्ध धर्मावलम्बीहरू त धार्मिक सहिष्णुता जहिले पनि पराई हितको निम्ति सर्वप्राणीको निम्ति सोच्नेहरूले यसरी चाहिँ लोसारको बहस गर्नु चाहिँ त्यति उचित देखिँदैन। तर हाम्रो नेपालभित्र चाहिँ हाम्रो यो भेगतिर चाहिँ किन यसरी त्यो भइरहेको छ, सायद अज्ञानताको कारणले हो कि साँच्चीकै धर्मको वास्तविक अर्थहरू नबुझेको कारणले हो कि भन्ने कता कता मलाई चाहिँ त्यस्तो लाग्छ। त्यसैले हामीले लोसारको बारेमा यसरी बहस गर्नुभन्दा नि जुन हाम्रो धार्मिक सभ्यता सहिष्णुता चाहिँ समाज भट्काउने काम चाहिँ नगरोस् भन्ने मलाई चाहिँ त्यस्तो लाग्छ। त्यसैले हामीले लोसार जसले जुनै समुदायले जस्तो लोसार माने नि भव्यताका साथ मान्नुपर्छ भन्ने मलाई चाहिँ त्यो लाग्छ।